हामीसँग हुनुहुन्छ प्रेम गीत 2 कलाकार अनि अहिलेका चर्चित एङ्कर अथवा सेलिब्रेटी शिशिर भण्डारीजी। आज कुमारी हलमा सबै सेलिब्रेटीहरूलाई हेर्न आउनुभएको छ होइन। प्रेम गीत 2 को बारेमा अनि यो आज के भइरहेको छ थोरै बुझौँ उहाँसँग। शिशिरजीलाई कार्यक्रममा स्वागत गर्न चाहे। धन्यवाद। युट्युब च्यानल हो साझा इन्टरटेनमेन्ट। ओके। र साझाको अस्ति पनि हामीले लिएको थियौँ क्या है। आज चाहिँ अब स्पेसल सोहरू भइरहेछ। समाजका गण्यमान्य व्यक्तित्वहरू, कला क्षेत्रमा रहेका व्यक्तित्वहरूसँगै चाहिँ समाजका अन्य व्यक्तित्वहरूले चाहिँ प्रेम गीत 2 हेर्न चाहिरहेका छन् र चाहिँ त्यही एउटा चाँजो पाँजो मिलाएको हो। फेरि पनि आज रन्जु दर्शनाजी, मनोज गजरेल, सुस्मिता केसी लगायतका विभिन्न समाजका प्रतिष्ठित व्यक्तिहरूले आज यो सोमा फिल्महरू हेर्नुहुनेछ र चाहिँ हामी चाहिँ अब उहाँहरूसँगै साथ दिउँ होइन। कलाकार देखिँदाखेरि उहाँहरूलाई पनि रमाइलो होस् भन्ने हिसाबले र चाहिँ समाचार सङ्कलनको लागि पनि म 2 उद्देश्य लिएर आएको छु। मान्छे आफ्नो फिल्मको प्रमोसन आफै नै गर्दै हुनुहुन्छ। परेन त परिहाल्यो नि। आफ्नो फिल्मको प्रमोसन अरूले गरिदिँदैन र चाहिँ पक्कै पनि आफूले सकेको गर्नुपर्छ। मलाई लिँदाखेरि चाहिँ मेकरहरूको आशा पनि त्यो हुन्छ क्या। भनौँ न शिशिरले आफ्नो फेसबुक मार्फत, शिशिरले आफ्नो जुन मिडियामा छ त्यो मार्फत चाहिँ प्रमोसन गरिदियोस् भन्ने चाहिँ आशा राख्नुहुन्छ उहाँहरूले। म आशामाथि चाहिँ निराशामा त्यो बदल्दिनँ। मैले यो अगाडिको मुभीमा त झन् कति प्रमोसन गरेँ होला। प्रेम गीत 2 को लागि चाहिँ यो एउटा आफैमा ब्रान्ड, प्रदीपजीको फ्यान सँगै चाहिँ एउटा सिनारियो, फिल्म चल्ने अवस्था, ती सबैले गर्दाखेरि मलाई पनि लाग्यो यो फिल्मको ज्यादा प्रमोसन गर्नुभन्दा पनि टुच्चा दिइरहँदा मिठो हुन्छ भन्ने हिसाबले फेसबुकमा पनि त्यसरी दिइरहेको थिएँ अनि युट्युबमा पनि त्यसरी अन्तर्वार्ताहरू लिइरहेको थिएँ। जस प्रमोसन चाहिँ गर्छु, खटिन्छु। टुच्चा दिइरहनु भएको चाहिँ टुच्चा एउटा डायलग नै दिनुहोस् न त। अब डायलग दिने भने चाहिँ अब हाम्रो फिल्मको अहिले यति बेला निकै नै भाइरल डायलग छ होइन। सबैले युथले मन पराउनु भएको छ विशेष गरी। अहिले त नामै मलाई त्यो बसिसक्यो क्या। फेरि नाम चाहिँ अहिले राम्रो भएन होइन। डायलग चाहिँ फेमस के भन्दाखेरि खोया जस्तो होइन। खोया जस्तो कुरा नगर्नु यार भन्ने खालको डायलग। अन्त मान्छेले देख्दा चाहिँ हलो हलो खोया जस्तो हलो हलो भन्ने होइन। अब आफूलाई चाहिँ हुन्छ नि खोया जस्तो भन्ने सुन्न त कसैले चाहँदैन होला मान्छेलाई होइन। जे भने राम्रो पोजिटिभ कमेन्ट सुन्न चाहन्छ होला। तर मान्छेले डायलग फिल्ममा खोया जस्तो भएपछि मान्छेले मलाई हेलो खोया जस्तो हेलो हेलो। अब कतिले त हेलो खोया अरे ल त्यो पनि राम्रै रहेछ भनेर अब जे होस् उहाँको मुखमा चाहिँ डायलग मेरो झुन्डिएछ नि त भन्ने खालको सकारात्मक सोचको हिसाबले भनिदिने गरेको छु। मान्छे त अलिक खोया जस्तो भनेर बोलाउनुहुन्छ कि के हो? त्यही भनिरहनु भएको छ पछिल्लो समय चाहिँ। प्रेम गीत 2 रिलिज भएपछि त के अरे फेसबुकमा आउने त्यो फोटोमा कमेन्टहरूमा पनि खोया जस्तो अनि जहाँ पनि के खोया जस्तो भन्ने खालको मलाई देखेपछि अथवा चाहिँ फिल्म हेरेर निस्किसकेपछि पनि हामी धेरै हलमा मध्यान्तरमा छिर्यौँ। प्रदीपजी बोलेर त ओ खोया जस्तो र त्यो हिसाबले रेस्पोन्स दिइरहनु भएको छ। जो सानो रोल छ र चाहिँ मन पराउनु भएछ भन्ने सोचिरहेको छु। अब चाहिँ सानो छोटो मिठो क्यारेक्टर छ होइन? एकदम छोटो मिठो। मैले धेरै चलचित्रहरूमा त्यस्तै खालको क्यारेक्टर गरेको छु। आइडियोस भन्ने हुने क्या। जस्तो भने 9/4 मा मैले फर्स्ट हाफमा गजबले हँसाएँ। सेकेन्ड हाफमा मान्छे कहाँ हो लापत्ता गायब छैन। मान्छेले खोजिरहने क्या यो मान्छे कहिले आउँछ हँसाउँछ भन्ने हिसाबले। अब यसमा पनि सेकेन्ड हाफमा एकछिन मात्रै छ। फर्स्ट हाफमा जेनदेन सबैतिर छाकै छ। अनि सेकेन्ड हाफमा फेरि आइडियोस भन्ने चाहना हुने मान्छेलाई। त्यो चाहना हुँदाहुँदै मान्छे चाहिँ नआउने फेरि हुन्छ नि यो क्यारेक्टर चाहिँ नआउने त्यो खालको। फेरि त्यसमा पनि मजा रहेछ। तपाईँको अलिक धेरै भइदियोस् भनेको हुँदै भएन अझै भने जस्तो त्यो कमेन्ट आयो भने अर्को फिल्म हेर्नुहुन्छ नि त उहाँहरूले। अनि हाम्रै भिडियोमा नि अस्ति तपाईँको अन्तर्वार्तामा चाहिँ उहाँको चाहिँ थोरै रोल हो तर हिरोभन्दा कम हुनुहुन्न होइन। किन यस्तो सानो रोल भन्दै हुन्थ्यो उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ? कमेन्टहरू सबै पढाएको थिएँ। मलाई चाहिँ एकदमै त्यो बेला म ह्यान्डसम पनि देखिरहेको चाहिँ कोट लाएर दारी नि अलि डिफ्रेन्ट थियो बेग्लै थियो। आज फेरि कम ह्यान्डसम देखिएको महसुस भइरहेछ। ठिकै छ एकदमै राम्रो ह्यान्डसम भन्ने कमेन्ट आइरहेको थियो होइन। हो हिरोभन्दा ह्यान्डसम भन्ने पनि कमेन्ट आइरहेको थियो। अब त्यो हुँदाखेरि म उचालिन्न हो ल राम्रो होइन। म चाहिँ अब हुन्छ नि आफूलाई मेन्टेन गरेर राख्ने ह्यान्डसम देखिने भन्दा पनि आफूले बोलेका कुराहरू मिठो बोलौँ होइन। अडियन्सले त्यसलाई एप्रिसिएट गर्नुहोस्। अडियन्सको लागि राम्रो बोलौँ, सबैको लागि राम्रो बोलौँ न। हामी जुन जीवनमा बाँच्छौँ तपाईँसँग उहाँ क्यामेरा पर्सनसँग सबैसँग राम्रो बोलौँ र चाहिँ मिठो बोलौँ भन्ने सोचको मान्छे हो। र अडियन्सहरूले राम्रो कमेन्ट दिनुहुन्छ त्यो देख्दा त एउटा कलाकारलाई, एउटा भिजेलाई, एउटा चाहिँ कला भएका व्यक्तिलाई खुसी लाग्नु स्वाभाविक हो। अब चाहिँ भिजे हेर्दाखेरि पहिला तपाईँको प्रोग्रामहरू नि हेरेकै होइन मैले। त्यो रुख खान अनि राय समलको एक्टिङहरू हेर्थेँ होइन। त्यो कुराले नि हुन्छ नि तपाईँ कमेडीतिर नि बढी झुकाव हो कि सिरियस रोलमा हुन्छ? सिरियस रोल पनि गरेको छु मैले। अडियन्सलाई कतिपय पछिल्लो समय मेरो फिल्म रिलिज भएको थियो राधे भन्ने। त्यसमा म फिल्ममा मर्छु। त्यसमा धेरैले रुवाउनु भयो भनेर कमेन्ट गर्नुभयो। लभ सप भन्ने फिल्म मैले एउटा मधेसी क्यारेक्टर वहन गरेको थिएँ। त्यसमा पनि धेरैले रुवाउनु भयो भने रोलबारुक भन्ने फिल्म धेरैले हेर्नु भएन हलमा आएर। तर हेरेका जतिले युट्युबमा हेरेका जतिले
एकदमै राम्रो एउटा डिफ्रेन्ट एक्टिङ भन्ने खालको उ गर्नुभयो हाँसोसँगै हुन्छ नि रोदनहरू त जिन्दगीमा पनि हुन्छ एउटा क्यारेक्टर्स फिल्मभरि नै हाँसिरहन सक्दैन प्रेम गीतको हिसाबमा पनि भन्नुहुन्छ भने म स्याड मोमेन्ट भएको एउटा सिन पनि छ त्यसै गरी जोस् बेसी चाहिँ हँसाउने अनि पछि कहीँ कतै गएर सेन्टिमेन्ट बनाउने खालको क्यारेक्टरहरू प्ले गरिरहेको छु मैले रुवाउन सफल भएँ जस्तो लागेको चाहिँ लभसप रोल्पारोग लगायतका फिल्ममा नै हो अरू फिल्ममा चाहिँ हँसाइरहेको छु ती फिल्महरूमा पनि हँसाएको थिएँ तर हुन्छ नि त्यसरी कथा मोडिँदा आज चाहिँ निकै रमाइलो माहौल छ होइन अडियन्सलाई थोरै हँसाइदिनुहोस् न अब अडियन्सको लागि चाहिँ मेरो बाबुराम भट्टराईको राय समालको धेरै क्यारिकेचर उहाँहरूले रुचाउनुहुन्छ होइन राय समाल दाइले चाहिँ प्रेम गीत 2 हेर्नु भएको छैन होला सायद होइन तैपनि चाहिँ हेर्ने इच्छा व्यक्त गर्नुहुन्छ भने उहाँले कसरी गर्नुहुन्छ होला भन्ने म सुनाइदिन्छु एक्चुअली भन्ने हो भने जुन हिसाबले यो प्रेम गीत 2 चलिरहेछ नि निकै नै राम्रो भइरहेछ हाम्रो प्रदीपजी हुनुहुन्छ नयाँ कलाकार भन्दा पनि उहाँ चाहिँ प्रेम गीतबाट आउनु भएको र चाहिँ एकदमै छाउनु भएको दर्शकको माया पाउनु भएको सबैसँग पिरती लाउनु भएको र प्रेम गीतको भनेर गीत गाउनु भएको उहाँको यो चाहिँ अलि गजबको फिल्म होला जस्तो लागिरहेछ है अश्लेषाजी पनि हुनुहुन्छ नवनायिका राम्रो र मलाई पनि कता कता हेरौँ जस्तो लागिरहेछ फिल्म होइन अब मधुजीले के भन्नुहुन्छ मिलाएर म हेर्छु एक्चुअली थ्याङ्क यू जी राजेशजी आउनु भने यसरी बोल्नुहुन्छ राजेश दाइसँग मसँग इन्टरेक्ट गर्न मन छ क्या उहाँले पनि त्यसै गरी बोल गरेर इन्टरेक्ट गर्न मन छ त्यो मौका जुरिरहेको छैन भनेपछि उहाँसँग अहिलेसम्म चाहिँ भेट भएको छैन कि त्यो रेस्पोन्स आएको त मेरो त फर्स्ट इन्सपिरेसन नै राजेश हिमाल हुनुहुन्छ उहाँले मैले डुप्लिकेट भन्ने सो गर्दाखेरि तिम्रो सो राम्रो छ भन्ने हिसाबले रहेछु तपाईँको सो राम्रो छ है प्लिज यसलाई निरन्तरता दिनु न है गरेर भन्नुभयो उहाँले नै हो होइन अनि बाबुराम भट्टराईजी पनि अब आउने तर्खरमा हुनुहुन्छ नि उहाँले कसरी भन्नुहुन्छ होला भन्ने कुरा उहाँले चाहिँ हेरिसक्नुभयो भनिदिउँ न होइन अब प्रेम गीत भन्ने फिल्म हामीले पनि हेरिए र एकदमै राम्रो लाग्यो प्रेम गीत त्यहाँमाथि 2 पछाडि 2 झुन्डिएको हेर्नु एकदमै गजब डबल मजा प्रेम गीतको भन्दा डबल मजा हो भन्ने हामीलाई लागिरहेको एकदमै राम्रो छ हिसिलाजीलाई लिएर गइएको थियो र चाहिँ अब हिसिलाजी सँगसँगै जाँदाखेरि अरू रसिलाजीहरू पनि आउनु भएको थियो सबैले राम्रो मानिरहनु भएको छ भन्ने हामीलाई लागिरहेको उहाँ त हेर्नु आउनु भएको छैन नि फिल्म आएको कल्पना गरेँ मैले लास्टमा हुन्छ नि अब धेरै नगरौँ है त प्रेम गीत 2 चाहिँ त्यहाँदेखि लास्टमा शाहरुख खान आउनु भने चाहिँ कसरी गर्नु शाहरुख खान सबैलाई नमस्कार साझा टिभी हेरिरहनुभएका सम्पूर्ण दर्शकहरूलाई नमस्कार भन्न चाहन्छु यति बेला हलमा प्रेम गीत 2 चलिरहेको छ यति बेला हलमा प्रेम गीत 2 चलिरहेको छ र म के भन्न चाहन्छु भने यो गीत यो फिल्म निकै नै राम्रो बनेको छ अडियन्सले राम्रो भनेका छन् ए किरण तिमी र म फिल्म हेर्न जानुपर्छ प्रेम गीत 2 धेरै हँसाउनु तपाईँले कतिजनाको चाहिँ क्यारिकेचर गर्न सक्नु मैले गनेर चाहिँ एउटा इन्टरभ्यू पनि आएको थियो 40 जनाको मिलाएर हुन्छ उहाँ फोटो खिच्दा नि एकदम व्यस्त हुन्छ लास्टमा चाहिँ फेरि अडियन्सहरूलाई प्रेम गीत 2 को लागि अब प्रमोसन छैन के भन्न चाहनुहुन्छ हेर्नु भएको छैन भने हेर्नुहोस् मन परेको छ भने दोहोऱ्याएर हेर्नुहोस् झनै राम्रो लाग्छ भने परिवारै लिएर हेर्नुहोस् तपाईँ सिङ्गल हुनुहुन्छ भने जोडी खोज्नको लागि हेर्नुहोस् जोडी हुनुहुन्छ भने त्यसकै लागि हेर्नुहोस् र चाहिँ त्यो जोडीलाई आफ्नो वैवाहिक बन्धनमा बाँधिसक्नु भएको छ भने त्यो पनि हेर्नुहोस् र त्यो जोडीबाट अरू उत्पादित सन्तानहरू छन् भने उहाँहरूलाई पनि चाहिँ जोडीका जोडी ल्याएर हेर्न भन्नुहोस् किन भन्दा यो जोडीका जोडी हेर्ने फिल्म हो र सबै आउनुहोस् हजुर थ्याङ्क यू यहाँ मलाई अहिले आधा फिल्म हेर्दाखेरि नेपालमा हामीले जुन कुराहरूलाई बिस्तारै बिर्सिन थालेका थियौँ यो फिल्मले त्यो कुरालाई सम्झाइदिरहेको छ हामीले बिर्सिन थालेको तर विदेशमा भएका नेपालीहरूले सम्झिरहेका कुराहरूलाई फेरि अब सम्झेर नेपाल हिजो जुन स्थितिमा थियो जुन प्रगतिशील स्थितिमा थियो जुन सभ्यताको निर्माण हामीले गरेका थियौँ त्यो कुराहरूलाई फेरि हामीले संस्मरण गर्दै नेपाललाई अगाडि लिएर जानुपर्छ भन्ने कुरालाई फेरि मेरो संस्मरणमा लिएर आएको छ फिल्मको कथा फिल्मको छायाङ्कन नायकहरूको नायिकाहरूको जुन अभिनय यी सबै कुराको प्रस्तुति बेजोड छ म त्यो नै भन्न चाहन्छु धन्यवाद जस्तो मुभीमा प्रेमको कुरा मायाको कुरा त्यसपछि राष्ट्रभावको कुरा पनि जोडिएको छ यी दुईटा कुराको संयोजन कस्तो लाग्यो तपाईँलाई मानिसले एउटा जीवनमा व्यक्तिगत जीवनमा कससँग माया गर्छ र मानिसले आफ्नो पूर्ण जीवनभरि चाहिँ उसले आफ्नो देशलाई माया गरेको हुन्छ
हामी जहाँ गए पनि हामी जुनसुकै उमेरमा भए पनि युवामा होस् प्रौढमा होस् वृद्धमा होस् त्यो जीवनसँग त्यो देशको माया रहि नै रहेको हुन्छ। यो कथा यो प्रस्तुतिले मान्छेको व्यक्तिगत जीवनको माया र राष्ट्रप्रतिको माया दुईटै कुराले अत्यन्तै सन्तुलित रूपमा प्रस्तुत गरेको पाएँ। त्यो नै यो फिल्मको उत्कृष्टताको एउटा नमुना हो भन्छु म। यो मुभी एकदमै हट टचिङ छ र युवाहरूको विशेष गरी युवाहरूको पक्षमा छ यो मुभी। यो मुभी हेर्दाखेरि अत्यन्तै एक खालको चाहिँ उत्साहजनक छ कि यो जति हेरौँ लाग्ने यहाँभित्रको विषयवस्तुहरू झन् तपाईँ हामी जस्तो युवाहरूको लागि त यो हेर्नै पर्ने खालको एक खालको मुभी छ। किनभने अहिले चाहिँ हामी जस्ता युवाहरू चाहिँ विभिन्न देशहरू चाहिँ अब एकदमै विकसित राष्ट्रहरूतिर चाहिँ बढी गइराखेको अवस्थामा होइन त्यतै चाहिँ अब हामी पलायन हुनुपर्छ भन्ने एक खालको चाहिँ भावहरू युवाहरूमा देखिराखेको बेला अहिले यो जुन मुभीले चाहिँ एक खालको युवाहरूप्रति केही पोजिटिभली म्यासेज दिन खोजिएको छ होइन। यो म्यासेज भनेको चाहिँ यो देशको लागि एउटा राम्रो पक्ष हो होइन। जस्तै यो देशको गौतम बुद्धको कुरा गरेको छ, विभिन्न धार्मिक स्थलहरूको कुरा गरेको छ। यसले चाहिँ यो देशप्रतिको एक खालको मोह पैदा गर्छ। यसको विशेषता चाहिँ सबैभन्दा मलाई राम्रो लागेको चाहिँ यो देशप्रतिको मोह विभिन्न तरिकाले चाहिँ एट्र्याक्सन गरिरहेछ। यो चाहिँ विशेष गरी हामी युवाहरूको लागि महत्त्व राख्छ र आउने पुस्ताहरूको लागि महत्त्व राख्छ। धन्यवाद। यदि तपाईहरुलाई हाम्रो भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर गरिदिनुहोला। साझा इन्टरटेनमेन्ट च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।